उत्कृष्ट छ। यति मात्रै नभएर पोखरा चाहिँ एउटा सुन्दर सहर हो, पर्यटनको गन्तव्य स्थल हो। यहाँ यो विषयलाई व्यवस्थापन गर्नेछ, समस्या यो चुनौतीलाई चाहिँ समाधान गर्नेछ र पोखरालाई चाहिँ ठुलो सहयोग गर्नेछ। र भ्रमण वर्ष घोषणा गरिसकेको छ। त्यसैले पनि यो परियोजना सम्पन्न भइसकेपछि कसरी चाहिँ ग्रिन जब क्रिएसन गर्ने भन्ने विषयलाई लिएर यो एउटा आकर्षक थलो, हेर्न आउने थलो, चारैतिरबाट यो एउटा महत्त्वपूर्ण स्थलको रूपमा चाहिँ स्थापित हुनेछ। त्यसैले पनि यो कार्यक्रमको लागि कोइका सँगसँगै युएनडिपी प्रति सम्पूर्ण पोखरावासीको तर्फबाट, महानगरपालिकाको तर्फबाट हार्दिक आभार प्रकट गर्न चाहन्छु। र यो कार्यक्रममा अन्तमा यो कार्यक्रममा हामी धेरै खुसी छौँ। मैले अघि भनिसकेँ र विगतका दिनहरूबाट पनि युएनडिपीसँग हामी विभिन्न कार्यक्रमहरू सँगसँगै गर्दै आइरहेको थियो। विशेष गरेर अझै कोभिडको समयमा कोभिडबाट प्रभावित नागरिकहरूलाई, घर परिवारलाई आर्थिक हिसाबले आत्मनिर्भर गराउने कार्यक्रमहरू हामी सँगसँगै गर्दै आइरहेको थियो। र भविष्यमा पनि कोइका र युएनडिपीसँग हामीले यी यस्ता कार्यक्रमहरू सँगसँगै गर्ने अवसर हामीलाई मिल्नेछ भन्ने विश्वासका साथ यहाँहरू सबैजनालाई यो कार्यक्रममा हार्दिक स्वागत सम्मान व्यक्त गर्दै मेरो भनाइ यही अन्त गर्छु। धन्यवाद, नमस्कार।